राजधानीको पुरानो र ऐतिहासिक महत्त्वको क्षेत्रका रूपमा चिनिने टोखा नगरपालिका काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित एउटा ऐतिहासिक सहर हो। यस नगरपालिकालाई 11वटा वडामा प्रशासनिक विभाजन गरिएको छ। तिनै 11वटा वडाहरूमध्ये वडा नम्बर 6 विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको वडा हो। टोखा नगरपालिका वडा नम्बर 6 को नेतृत्व अहिले वडाध्यक्ष शान्ता खनाल र उहाँको टिमले सम्हालिरहेको छ। विक्रम सम्वत 2074 सालको स्थानीय निर्वाचनमा वडा सदस्य भएर वडावासीको सेवा गरिसक्नु भएकी खनाल विक्रम सम्वत 2079 सालको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको हो। वडा सदस्यको रूपमा पनि म 2074 मा निर्वाचित भएर काम गर्दाखेरि चाहिँ वडा सदस्यको रूपमा पनि काम त गरियो, तर अब अरूले अराएको काम, वडा अध्यक्षले अराएको काम गर्ने स्थानीय सरकार सञ्चालन ऐनमा नै व्यवस्था पनि त्यही भएको र अब काम पनि त्यही अनुसारै गरियो। वडा अध्यक्षको सहकारीमा कामहरू गरियो र आफ्नै अब 2079 मा म आफै वडा अध्यक्षको रूपमा आउँदै गर्दाखेरि चाहिँ वडा अध्यक्षको रूपमा आफै आउँदा चाहिँ आफूले निर्णय गर्ने प्रक्रियाहरूदेखि लिएर विभिन्नहरू फरक खालको महसुस मैले गरेँ। किन भन्दा अरूले अराएको काम गर्नु र आफ्नै निर्णय चाहिँ दिनु कसैलाई त्यो चाहिँ फरक पाटो रहेछ भन्ने मैले महसुस गरेँ। अहिले वडाध्यक्ष खनालको नेतृत्वमा वडाको मुहार परिवर्तन हुँदै गएको छ। उहाँले नागरिकसँग गरेका बाचा, योजनाबद्ध कार्यशैली र सहकार्यको भावना लिएर अघि बढ्दै विकासलाई गति दिनुभएको छ। अध्यक्ष खनालको कार्यकालमा यहाँ सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, स्वरोजगार र फोहोर मैला व्यवस्थापन जस्ता बहुपक्षीय क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू भएका छन्। वडाका लगभग 95% बाटाहरू ढलान वा पिच गरिएका छन्, जसले यातायात सुगम बनाएको छ। वडामा सडक विस्तारसँगै सडक बत्ती र सीसी क्यामेरा जडान गरिएको छ, जसले सुरक्षा र सहज आवागमन दुवैमा उल्लेखनीय सुधार ल्याएको छ। कतिपय सडकहरू पहिलाकै कार्यकालमा पनि हामीले बनाइसकेका थियौँ र अब धेरै चाहिँ समस्या कस्तो हो भन्दा सडकहरू बनायो, खानेपानीको पाइप पनि छ भनेर बनायो, अनि खानेपानीको पानी नआउने विभिन्न समस्याले गर्दाखेरि खानेपानीहरूले चाहिँ समन्वय नहुँदाखेरि सडकहरू खन्दिरहने, अनि यो विद्युत चाहिँ अन्डरग्राउन्ड गर्ने उसले सडकहरू खन्दिने गर्दाखेरि फेरि सडकहरू हामीले त्यसलाई मर्मत गर्नुपर्ने, बनाउनु पर्ने परिस्थितिहरू पनि कतिपय भइरहेछन्। तर एकदमै एकपटक पनि कालोपत्रे, पिच, ढलान नभएका सडकहरू चाहिँ अब 5% मात्रै गर्न बाँकी छ। अरू 95% चाहिँ हाम्रो 6 नम्बर वडामा चाहिँ अधिकांश सडकहरू चाहिँ एकपटक चाहिँ ढलान पिच भइसकेका सडकहरू छन्। अब त्यो त 1.5-2 वर्षमा मर्मत गर्ने, अब खाल्डाखुल्डी टाल्ने त्यो क्रमहरू भनेको त चलिरहँदो रहेछ। त्यो एउटा निरन्तर प्रक्रिया जस्तो त्यो चलि नै रहेको छ। टोखा नगरपालिका वडा नम्बर 6 मा सञ्चालन भएका प्रत्येक योजना जनचाहना अनुसार पारदर्शिता, सहभागिता र सेवामुखी ढङ्गले सम्पन्न हुँदै आएका छन्। इमान्दार नेतृत्व, प्रष्ट दृष्टिकोण र जनताको भावनासँगको नजिकको सम्बन्धले वडालाई समृद्धिको दिशामा निरन्तर अघि बढाइरहेको छ। 81-82 मा लगभग 90 देखि 95% भौतिक पूर्वाधारका काम सम्पन्न भइसकेको अवस्था छ। अब हामीले भौतिक कार्य भन्दा पनि अब आर्थिक र सामाजिक हिसाबमा पनि बढी जोड दिने लक्ष्य हामीले लिएका छौँ। हामीले हाम्रो वडामा अब भौतिक पूर्वाधारलाई भन्दा पनि बढी शिक्षा, स्वास्थ्य, सामाजिक र आर्थिक हिसाबमा हामीले वडालाई समुन्नत बनाउने लक्ष्य लिएका छौँ। हामीले युवा, ज्येष्ठ नागरिक, बालबालिकाहरूलाई थुप्रै कार्यक्रमहरू गरिसकेका छौँ। जस्तै युवाहरूको लागि हामीले खेलकुद अनि विभिन्न स्वरोजगारका तालिमहरू, बालबालिकाको लागि हामीले छिट्टै नै यस वडाले बालमैत्री वडा घोषणा पनि गर्दैछ। महिलाहरूको लागि ब्युटिसियन तालिम, बेकरी तालिम, मोन्टेसोरी तालिम हामीले सञ्चालन गरिसकेका छौँ। ज्येष्ठ नागरिकहरूलाई प्रत्येक शनिबार भजन कीर्तन गर्नको लागि यसै वडामा व्यवस्था पनि मिलाएका छौँ भने हामीले छिट्टै नै अब ज्येष्ठ नागरिकहरूको लागि एउटा भवन पनि निर्माणको चरणमा रहेको छ। हामीले शिक्षाको क्षेत्रमा यसै वडामा चुन्दै प्राथमिक विद्यालय खोलिसकेको अवस्था छ भने अब छिट्टै नै त्यो विद्यालय हाम्रै सार्वजनिक यसै वडाको सार्वजनिक जग्गामा भवन निर्माणको कार्य हुँदैछ र छिट्टै नै त्यस विद्यालयलाई पनि हामीले अब आफ्नै वडामा सार्ने हामीले लक्ष्य लिएका छौँ। जस्तो यो फुड स्टल भयो, यो खेलकुदमा, त्यस्तै गरी करातेमा हामीले चाहिँ 6औं चरणको कार्यक्रममा हामीले सहयोग गर्दै आइरहेका छौँ भने महिला दिदीबहिनीहरूको
को लागि पनि हामीले ब्युटिसियन तालिम, बेकरी आर्ट, त्यसरी नेल आर्ट पनि हामीले सञ्चालन गर्दै आएका छौँ। यावत रूपमा हामीले हाम्रो वडामा विकासतर्फका, पूर्वाधारतर्फका, शिक्षातर्फका, स्वास्थ्यतर्फका हामीले विभिन्न कार्यक्रम गर्दै आएका छौँ। नेपाल सरकारको एक वडा एक सामुदायिक विद्यालयको नीतिलाई अवलम्बन गर्दै यस वडाले शिक्षा क्षेत्रको विकासका लागि विशेष प्राथमिकता दिएको छ। वडामा रहेको एकमात्र सामुदायिक विद्यालयको नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ। विद्यालयमा समय समयमा शैक्षिक सामग्री सहयोग र वातावरण सुधारका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्, जसले विद्यार्थीको सिकाइ स्तरमा सकारात्मक प्रभाव पारेको छ। 80 सालबाटै एउटा सामुदायिक विद्यालय, एक वडा एक सामुदायिक विद्यालय भनेर नेपाल सरकारको कार्यक्रम अन्तर्गतै हामीले सामुदायिक विद्यालय सुरुवात गरेको। त्यो सामुदायिक विद्यालय चाहिँ भाडाको घरमा सञ्चालन गर्दै आएकोमा अब अहिले चाहिँ आफ्नै भवन बनाएर अहिले दोस्रो तला ढलानी हुँदैछ, वाल कम्पाउन्ड हुँदैछ। अब छिट्टै नै हामी सकेसम्म साउनदेखि चाहिँ आफ्नै भवनमा त्यो प्राथमिक विद्यालयलाई सार्नका लागि तयारी गरिरहेछौँ। स्वास्थ्य सेवा उपलब्धताका हिसाबले वडा नम्बर 6 अगाडि छ। यहाँ एउटा स्वास्थ्य चौकी वडा कार्यालय रहेको भवनबाटै सञ्चालनमा आइरहेको छ। सो स्वास्थ्य चौकीबाट स्वास्थ्य उपचार सम्बन्धी सबै सेवाहरू नियमित रूपमा उपलब्ध छन्। यसका साथै वडा कार्यालयले बेला बेलामा दन्त शिविर, पुरुषको प्रोस्टेट क्यान्सर सम्बन्धी शिविर, मृगौला जाँच शिविर लगायत विभिन्न स्वास्थ्य शिविरहरू आयोजना गरेर नागरिकहरूको स्वास्थ्य उपचारका लागि सघाउँदै आइरहेको छ। वडा कार्यालयबाट सञ्चालन हुने यस्ता गतिविधिले वडावासीलाई स्वास्थ्य उपचारसँगै स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धिका लागि समेत सहयोग पुगेको छ। नियमित जस्तो सुत्केरी गर्भ जाँच, अनि आइरन चक्की वितरण, अनि अस्ति भर्खर 15 वर्ष मुनिका बालिकाहरूलाई पनि आइरन चक्की वितरण, विद्यालयमा आइरन चक्की वितरण गर्ने कामहरू, अनि नियमित बालबालिकालाई दिने खोपको कामहरू, अनि न्यानो झोला वितरण जस्तो गर्भवती आमाहरूलाई न्यानो झोला वितरणका कार्यक्रमहरू, अनि त्यस सँगसँगै अब अस्ति भर्खरै भिटामिन ए कार्यक्रम सञ्चालन भयो। अब अहिले पनि के अरे कोही खोपबाट अझै पनि बालबालिका कोही छुटेका छन् कि भनेर त्यो पनि अभियानकै रूपमा यो वैशाख महिनाभरि के अरे खोप लाउनेहरूको तथ्याङ्क सङ्कलन गर्ने, बालबालिकाहरू अझै कोही हाम्रो वडामा खोप लाउन छुटेका बालबालिका छन् कि भनेर त्यसको तथ्याङ्क सङ्कलन गर्ने काम पनि भइरहेछ। अनि अब यो डट्सको कार्यक्रमहरू नियमित रूपमा नै अब यहाँ आउने, जचाउने, डाक्टर यहाँ भएका स्वास्थ्य कर्मीहरूको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने ती कामहरू र अन्य नियमित आधारभूत स्वास्थ्य चौकीसँग सञ्चालन गर्नुपर्ने कार्यक्रमहरूको साथसाथै हामीले भर्खरै पुरुषहरूको प्रोस्टेट क्यान्सरको शिविर सञ्चालन गऱ्यौँ। त्यसमा हामीले 100 जनाको टार्गेट राखेको थियौँ। 120 जनाले त्यहाँबाट लिनुभयो र 82 जनाले त भिडियो एक्सरे गराउनु भयो। भिडियो एक्सरे, रगत जाँच र स्क्रिनिङ कार्यक्रम भनेर राखेको थियौँ। राम्रो सफलतापूर्वक सम्पन्न भयो। अब छिट्टै चाहिँ किडनी परीक्षण भन्ने 100 जनालाई चाहिँ किडनी परीक्षण गर्ने शिविर पनि सञ्चालन गर्दैछौँ। त्यो पनि भिडियो एक्सरे सहितै त्यसको किडनीको परीक्षण गरेर रिपोर्ट दिने भनेर कार्यक्रम राखेका छौँ। यस वडाले नागरिकहरूलाई सहज सेवा प्रदान गर्न वडामा सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण भएको छ, जसले वडावासीलाई छिटो छरितो सेवा पाउन सहज बनाएको छ। अहिले नागरिकहरूले छिटो छरितो र सहज रूपमा वडाबाट प्रदान गरिने सेवा लिने अवसर पाएका छन्। वडा कार्यालयले प्रविधिमा आधारित सेवालाई पनि विस्तार गरेको छ। अहिले वडा कार्यालयबाट जन्म, मृत्यु, विवाह, बसाइसराई लगायतका सबै सेवाहरू नियमित र प्रभावकारी रूपमा प्रदान भइरहेको छ। यो वडा कार्यालय भवन चाहिँ बन्न चाहिँ पहिला नै 2074 को निर्वाचन 76 सालतिर नै यो भवनको सुरुवात भएको थियो। अनि बनाउने भन्दै के पार्टहरू सार्वजनिक जग्गाको यकिन नहुँदै गर्दै लास्ट वडाध्यक्षको लास्ट पहिलाको वडाध्यक्षको लास्ट कार्यकालतिर यो भवनको सुरुवात भयो र हामी निर्वाचित भएर 79 मा निर्वाचित भएर आइसकेपछि यो बन्दै गरेको भवन 1 वर्षपछि हामी चाहिँ 80 सालमा चाहिँ बल्ल यो भवनभित्र 80 साल साउन महिनादेखि यहाँ सेवा दिने गरी यहाँ प्रवेश गऱ्यौँ र तल्लो तला चाहिँ आधारभूत स्वास्थ्य चौकी सञ्चालन, माथि वडा कार्यालय गरेर
अनि यसको माथि चाहिँ तालिमहरू गर्नको लागि र अन्य कार्यक्रम गर्नको लागि हलको रूपमा हामी आफ्नै भवनमा चाहिँ बसेर सेवा दिइरहेका छौँ। विकासका अन्य पूर्वाधारहरूमा वडाले राम्रो उपलब्धि हासिल गरे पनि खानेपानीको सुविधालाई भने सहज बनाउन अझै सकेको छैन। खानेपानीको यो समस्या वडाको मात्र नभएर राजधानीका सबैजसो पालिकाहरूको साझा समस्याकै रूपमा रहेको छ। सीमित स्रोत साधनका कारण पनि खानेपानीको समस्या समाधान प्रभावकारी हुन नसकेको वडा कार्यालयले जनाएको छ। यद्यपि यो समस्यासँग जुझ्न वडाले विभिन्न योजनाहरू अगाडि बढाइरहेको छ। वडा कार्यालयले खानेपानीका लागि बोरिङ, नयाँ पाइपलाइन विस्तार तथा सम्बन्धित निकायहरूसँग समन्वय गरेर समस्या समाधानमा जुटिरहेको छ। हाल भएका पहलले भविष्यमा स्वच्छ र पर्याप्त खानेपानी उपलब्ध गराउने अपेक्षा गरिएको छ। अब खानेपानी पनि पहिला धेरै वर्ष अगाडि 15, 16, 17, 18, 20 वर्ष अगाडि हालेका पाइपहरू सबै खिया लागेर व्यक्तिको घरहरूमा पानी नआएर समस्या पर्या भएर यसपालि धेरै ठाउँमा हामीले खानेपानीको त्यो खिया लागेका जिआई पाइपहरूलाई चाहिँ विस्थापित गरेर हाइडेन्सिटी पोलिथिनका पाइपहरू हालेर पानीहरू वितरण गर्ने कामहरू भइरहेछ। त्यो काम अहिले नि भइरहेकै छन्। हाम्रो वडामा पनि यो शिव मन्दिर एरिया, अलिकति धापासी हाइट एरियामा चाहिँ खानेपानीको एकदमै समस्या, खानेपानी नचढ्ने, घरमा पानी नआउने, पानी किनेर खानुपर्ने समस्या भएर सिम्पाखामा बोरिङ गर्ने भनेर कुँवर कोलोनी अगाडि सिम्पाखामा के अरे यो भक्तपुर 5 डिभिजन प्रदेश कार्यालयबाट बोरिङ खन्या। त्यहाँ चाहिँ अब यस्तै हो, व्यक्तिको आफ्नो इन्टेन्सन हुन्छ। त्यहाँ चाहिँ अलिकति विवाद भएर यतिखेरसम्म हामीले त्यो पानी खाइसक्थ्यौँ। अनि त्यो वन क्षेत्रमा पनि पर्ने, धार्मिक वनमा अब त्यहाँ केही समय अलिकति विवाद भयो, छिटो काम गर्न सकेनौँ। अहिले काम सुरु भइरहेछ। त्यहाँ चाहिँ 1400 घरधुरी क्षमतालाई पुग्ने क्षमताको पानी के अरे भन्ने हामीले गरेका छौँ। त्यसले गर्दाखेरि अब छिट्टै नै टोखा नगरपालिका वडा नम्बर 6 मा चाहिँ खानेपानीको चरम अभावबाट हामीले मुक्त पाउँछौँ भन्ने मैले विश्वास लिएको छु। वडा नम्बर 6 ले ज्येष्ठ नागरिकहरूको सम्मान र सेवा सुनिश्चित गर्न छुट्टै विश्रामस्थल भवन निर्माण अन्तिम चरणमा पुर्याएको छ। यस भवन सम्पन्न भएपछि ज्येष्ठ नागरिकले भेटघाट, आराम र सामाजिक गतिविधिमा सहभागी हुने राम्रो वातावरण पाउनेछन्। ज्येष्ठ नागरिक आमा बुवाहरू ज्येष्ठ नागरिक मिलन केन्द्र भनेर दिवा सेवा कार्यक्रम सञ्चालन गरे। यहीँ वडा कार्यालयमा शनिबार बस्नुहुन्थ्यो र उहाँहरू अहिले पनि शनिबार बस्नुहुन्छ र दिनदिनै बस्ने चाहना छ उहाँहरूको। अब त्यो चाहना पुरा गर्न चाहिँ वडाको हलमा अरू पनि कार्यक्रम भइरहने र अनि फेरि यो अफिसमा पनि धेरैजना गर्दाखेरि एउटा डिस्टर्बेन्स जस्तो पनि हुने भएर हामीले उहाँहरूलाई अहिले शनिबार मात्रै राखिरहेछौँ र एउटा त्यो एकदमै खाँचो हामीले महसुस गऱ्यौँ र के अब अहिले सकिने जस बन्दै क्रममा छ त्यो सामुदायिक भवन ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम सामुदायिक भवन भनेर अब छिट्टै त्यो भवन पनि सकिएको अवस्थामा चाहिँ हामी ज्येष्ठ नागरिकहरूलाई त्यहाँ सिफ्ट गर्दैछौँ। उहाँहरू दिउँसो बस्नुहुन्छ। यो ओडाले छिट्टै बालमैत्री ओडा घोषणाको तयारी गरेको छ। बालमैत्री ओडा घोषणाका लागि आवश्यक सबै सूचकहरू पूरा गर्दै छिट्टै यो ओडा बालमैत्री ओडा बन्ने तयारीमा छ। यसका लागि आवश्यक संरचना र कार्यक्रमहरू तयार भइसकेका छन्। घोषणापछि बालबालिकाहरूलाई थप सुरक्षित, शिक्षामुखी र स्वास्थ्य सुरक्षित वातावरणमा विकास हुने अवसर मिल्नेछ, जस्तै बाल अधिकारको सम्मानमा महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। हामीले टोखा नगरपालिका वडा नम्बर 6 लाई चाहिँ बालमैत्री वडा घोषणा गर्ने भनेर धेरै कार्यक्रमहरू गरिरहेछौँ र त्यसै अन्तर्गत 51 वटा सूचकहरूमा हामीले काम गर्न पर्नेमा हामी अहिले त्यो सूचकहरूमा काम गरिरहेछौँ र त्यो सूचकहरू मात्रै नभइकन हाम्रो टोखा नगरपालिकामा अझ थप केही हाम्रा छुट्टै खालका सूचकहरू पनि छन् कि त्यसमा पनि हामीले काम गर्नुपर्छ कि भनेर त्यो सूचकहरूलाई स्थानीयकरण गर्ने काम पनि हामीले सकिसकेका छौँ र सम्भवतः हामी यी सबै सूचकहरूमा कतिपय सूचकहरू चाहिँ 100% हुनुपर्ने, कतिपय सूचकहरू 80-90% पुरा गरियो भने पनि पछि पुरा गर्छु भनेर काम यसलाई घोषणा गर्न पाइने प्रावधानमा चाहिँ हामी 100% गर्नुपर्ने सूचकहरूमा अहिले काम गरिरहेका छौँ। बढी स्वास्थ्य, शिक्षाका सूचकहरू, अनि अब खोपहरू, बालबालिकाले पाउने खोपहरू, बालबालिकाको गर्भावस्थामा सुनौला 1000 दिनदेखि 18 वर्षको उमेरसम्म त्यो बालबालिकाले पाउने अभिभावकत्व, संरक्षण, राज्यले दिने सेवा सुविधा,
हरूबाट कतै बालबालिका वञ्चित भइरहेछन् कि भन्ने कुराहरू नै त्यो 51वटा सूचकहरूले चाहिँ म्याटर गर्दो रहेछ। ती विषयहरूमा हामी काम गरिरहेछौँ र अब यो सूचकहरू हामीले पुरा गर्न सकेको अवस्थामा चाहिँ भदौ 29 गते बाल दिवसको दिन टोखा नगरपालिका वडा नम्बर 6 लाई चाहिँ बालमैत्री वडा घोषणा गर्ने भन्ने साथमा हाम्रो टिम लागिरहेछ र यसमा चाहिँ यहाँहरू सबैजनाले वडावासी सबैजनालाई म यो अनुरोध गर्न चाहन्छु कि यहाँहरू सबैजनाले आफ्नो ठाउँबाट हामीले वडालाई बालमैत्री घोषणा गर्दैछौँ। सबैले चासो दिएर यो बालमैत्री भनेको के हो, बालमैत्री किन घोषणा गर्नुपर्छ, बालबालिकाको क्षेत्रमा किन काम गर्नुपर्छ जस्ता विषयवस्तुहरूलाई चासोका साथ महत्त्वका साथ सबैले महत्त्व दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। महिलाहरूको आर्थिक सशक्तिकरणका लागि वडा नम्बर 6 ले विभिन्न तालिम सञ्चालन गर्दै आएको छ। सिलाइ कटाई, ब्युटिसियन, नेल आर्ट, विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम, शेयर तालिम, बेकरी जस्ता सिपमूलक तालिमहरूले महिलाहरूलाई घरमै बसेर आम्दानी गर्ने र आत्मनिर्भर बन्न सहयोग गरेको छ। वर्गको कार्यक्रमहरूमा चाहिँ अहिले तत्कालै चाहिँ यो 3 महिनाको सिटिभिटीको स्किल टेस्टै गराउने गरी बेकरी तालिम सञ्चालन भइरहेछ। अनि त्यसपछि ब्युटिसियन तालिम 3 महिनाकै स्किल टेस्ट गराउने गरी नै हामीले एनएसटिभीको स्किल टेस्ट गराउने गरी नै गरिरहेछौँ। त्यो अहिले सञ्चालनमा भइरहेछ। भर्खरै 1 महिनाको नेल आर्ट तालिम हामीले सक्यौँ र लामो तालिम चाहिँ यो वर्ष हामीले 3वटा राखेका थियौँ। अरू छोटो अब अभिमुखीकरण कार्यक्रमहरू त वित्तीय साक्षरता सम्बन्धी गरियो। त्यसपछि के अरे यो विभिन्न अस्ति भर्खरै यो भाइटल रजिस्ट्रेसन जन्मदर्ता सम्बन्धी पनि हामीले कार्यक्रमहरू राखेका थियौँ र अरू कार्यक्रम जस्तो अब लागु औषध सम्बन्धी पनि अब हुँदैछ। गत वर्ष पनि भएको थियो, यो वर्ष पनि। र अनि त्यस्तै गरी विभिन्न क्षमता अभिवृद्धिका अरूहरू यो मानसिक स्वास्थ्य सम्बन्धी के तालिम अभिमुखीकरण गर्ने 1 दिने 2 दिने कार्यक्रमहरू चाहिँ हामीले गरिरहेका छौँ। अनि के अरे शेयर तालिम पनि हामीले गरायौँ। के अरे 2 दिनको शेयर तालिम पनि सञ्चालन गरियो। अरू अब यो के अरे अब नारी दिवस आउँछ, अब 16 दिने लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम त्योसँग जोडेर पनि अब साइबर क्राइम सम्बन्धी तालिमहरू यस्ता 1 दिने 2 दिने कार्यक्रमहरू हामीले दिइरहेछौँ, समय सापेक्ष तालिमहरू। हामीले निर्वाचित भएर आइसकेपछि चाहिँ हामीले महिला दिदीबहिनीहरूलाई समेटेर चाहिँ अब अचार तालिमहरू दिएका थियौँ, अनि मन्टेसरी ट्रेनिङहरू दिएका थियौँ हामीले चाहिँ। अनि त्यसपछि त्यसमा पनि विभिन्न जनजाति दलितलाई समेटेर चाहिँ हामीले कार्यक्रमहरू दिएका थियौँ। हालचालै पनि अब हामीले बेकरीको ट्रेनिङ पनि दिइरहेका छौँ 20 जनालाई। अनि अहिले हालचालै फेरि ब्युटिसियनको ट्रेनिङ पनि दलित जनजातिहरूलाई सबैलाई समेटेर चाहिँ दिदीबहिनीहरूको लागि हितको लागि चाहिँ हामीले वडाबाट चाहिँ बजेट छुट्याएर चाहिँ ट्रेनिङहरू दिँदै आइरहेका छौँ। बालमैत्री घोषणा गर्न लागेका छौँ र बालबालिकाहरूलाई पनि अनि हामीले अस्ति भर्खरै हेटौडा अनि मनहरी गाउँपालिकामा पनि भ्रमण लगेका थियौँ हामीले। त्यहाँ चाहिँ एकदम बालमैत्री घोषणा भएको पहिलो स्थानीय तह रहेछ, नगरपालिका रहेछ। त्यसैले त्यहाँ पनि लगेका थियौँ र बालबालिकाहरूलाई हामीले वडा बाल सञ्जालका भाइ बहिनीहरूलाई चाहिँ अलिकति मध्यनजर राखेर चाहिँ उहाँहरूलाई अलिकति कसरी हुन्छ अगाडि बढाउनको लागि चाहिँ माइरुट लेख्नेदेखि लिएर उद्घोषक ट्रेनिङहरूदेखि लिएर हामीले दिँदै पनि आइरहेका छौँ। सार्वजनिक जग्गा संरक्षणका सवालमा वडा नम्बर 6 अग्रपन्थीमा देखिन्छ। संरक्षण गरिएका जग्गामा अहिले पार्क, ज्येष्ठ नागरिक भवन, खुला व्यायामशाला र सामुदायिक विद्यालय जस्ता संरचनाहरू निर्माण गरिएका छन्, जसले स्थानीयको जीवनस्तरमा प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पारिरहेको छ। त्यस्तै पार्क निर्माण, हरियाली प्रवर्धन र वातावरण सुधार वडाको अर्को प्राथमिकताको क्षेत्र हो। वृक्षारोपण, फोहोर व्यवस्थापन, प्लास्टिक न्यूनीकरणमा अगाडि बढिरहेको छ। कार्यालयसँगै भएको अरू बाँकी सार्वजनिक जग्गा छ, त्यो जग्गालाई चाहिँ युएनले पार्क बनाउनको लागि सम्पूर्ण डिपिआरहरू तयार गरेर टेन्डर लगाएर अब काम सुरु गर्ने प्रक्रियामा पुग्न लागेको छ। र अन्य जस्तो लाखेडाँडा पार्कमा बालमैत्री, अपाङ्ग मैत्री पार्क बनाएर त्यो लाखेडाँडामा चाहिँ अहिले बालबालिकाको लागि बाल उद्यान र खुल्ला जिम सहितको पार्क हामीले बनाउन सफल भइसकेका छौँ। र अन्य सार्वजनिक जग्गा सुवर्ण शमशेर स्मृति पार्क भनेर ढुङ्गेधारामा पनि छ। र सार्वजनिक जग्गालाई रेखाङ्कन गर्ने, संरक्षण गर्ने र यसलाई हामीले सिमेन्टेड पोलहरू गाडेर अब यसमा चाहिँ छिट्टै नै हामी तार जालीहरू लगाउने क्रममा पनि लागिरहेछौँ। र सार्वजनिक जग्गा संरक्षण पनि हामीले
हाम्रो पालामा गरेका छौँ। जसअनुरूप यो वडा कार्यालय भवनको अगाडि रहेको सार्वजनिक जग्गा, लाहे डाँडामा भएको सार्वजनिक जग्गा, यो भगवती मन्दिरको ओह्रालोमा रहेको सार्वजनिक जग्गाको संरक्षण लगायत आगामी दिनमा फेरि हाम्रो वडामा भएका सार्वजनिक जग्गाको संरक्षणलाई निरन्तर दिने। वडा नम्बर 6 लाई सक्षम नेतृत्व र योजनाबद्ध विकासको उत्कृष्ट नमुना मान्न सकिन्छ। अनुभवी नेतृत्व, लगनशील कर्मचारी र नागरिकहरूको समेत सहकार्यमा वडा समृद्धिको बाटोमा अग्रसर बनेको छ। सडक, शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, ज्येष्ठ नागरिक सेवा, बालमैत्री वातावरण र सार्वजनिक जग्गा संरक्षणमा भएको उपलब्धिले यो कुरालाई पुष्टि गरेको छ। यी समग्र उपलब्धि वडावासीको जीवनस्तर उकास्न सहयोगी सिद्ध भएका छन्।